तपाईँले घर बनाउने सोच्दै हुनुहुन्छ र त्यसको लागि परामर्श लिँदै हुनुहुन्छ भने सायद तपाईँको परामर्श लिने तरिका अलिकति गलत पनि हुन सक्छ। जस्तो कति धेरै व्यक्तिहरूले के गर्नुहुन्छ भनेदेखि कुनै पनि एउटा घरको फोटो अथवा डिजाइन जुन हुन्छ, जुन टिकटकमा पाइन्छ अथवा रिलहरूमा देखिन्छ, त्यसलाई स्क्रिनसट लिनुहुन्छ र हामीलाई पठाएर सोध्नुहुन्छ कि यो घर तपाईँहरूले कतिमा बनाइदिन सक्नुहुन्छ भनेर। अब तपाईँले यहाँ गल्ती के गर्नुहुन्छ भनेदेखि कुनै पनि घरको डिजाइन पठाउँदै गर्दाखेरि त्यो घर कस्तो खालको फिनिसिङबाट गरिएको छ, त्यहाँ प्रयोग गरिएको मटेरियलहरू कस्ता हुन्, त्यो घरभित्र कतिवटा बेडरुम छ, कतिवटा बाथरुमहरू छन्, अनि त्यहाँभित्र इन्टिरियरको पार्टहरू कतिको गरिएको छ, र योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भनेदेखि त्यो घर कस्तो जग्गामा बनेको छ, कति जग्गामा बनिएको छ। यी सम्पूर्ण जानकारीहरू बिना तपाईँले कुनै पनि घरको डिजाइन देखाएर यो घर कतिमा बन्दैछ भनेर सोध्नुभयो भने पक्कै पनि तपाईँले खोज्नु भएको उत्तर कहिले पनि पाउनुहुन्न, र जहिले पनि त्यो उत्तर एकदमै धेरै भेरिएसनको पाउनुहुन्छ। त्यो भएको हुनाले सही उत्तर पाउनको लागि सही प्रश्न गर्न जान्नुपर्छ, र त्यसको लागि तपाईँले सबैभन्दा पहिला तपाईँको जग्गा कस्तो छ त्यसको एउटा मेजरमेन्ट फोटो लिनु पर्यो, र त्यसपछि आफ्नो रिक्वायरमेन्टहरू, मलाई कतिवटा बेडरुम चाहिएको छ, कतिवटा बाथरुमहरू चाहिएको छ, भित्री बनावटहरू कस्तो कस्तो चाहिएको छ, अनि बाहिरी बनावटहरू समहाउ तपाईँलाई कस्तो खालको घर चाहिएको छ भनेर आफ्नो रिक्वायरमेन्टहरू टिपाउनु भयो भनेदेखि चाहिँ तपाईँले केही हदसम्म रफली एउटा राउन्ड फिगर चाहिँ पाउन सक्नुहुन्छ। सो तपाईँ दसैँ तिहारपछि घर बनाउने सोच्दै हुनुहुन्छ र परामर्शको फेजमा हुनुहुन्छ भनेदेखि तपाईँले एक्सपर्ट सेवालाई एकपटक सम्झिन सक्नुहुनेछ। हामीले समस्यारहित घर निर्माणको सेवा काठमाडौँ उपत्यका र पोखरामा दिँदै आइरहेका छौँ। एक्सपर्ट सेवा घरदेखि दरबारसम्म।